सार्दिँदा होला साट्नु पर्यो नि त साट्नु पर्यो राख्नु पर्यो हो ओहो भान्जा के छ कता टाढा कहाँ बस्नु बस्नु थाले कि यता मङ्गाउनु चोकमा त्यहाँ रुम कि बस्नु मामाको याद आयो के बाबु तिम्रो अल्गाहरू दर्सीमा सबै कुरा छोडिसकेको के हो छोडेको म हेरौँ नि म अहिले के छ अहिले बस्छ नि भित्र भित्र बसेको कति टाइम छ र आयो भने म घर जानु अगाडि आउँछु आऊ न होइन हजुर मलाई पोजिटिभ दिन्छ न रोटी अँ उता छ निकाल त दही यो झोलामा हालिदिन्छ न ओके अनि तिम्रो स्कुल छैन आज कहाँ पढ्ने हो तिमी कहाँ रे बालजागृति बालजागृति रोल नम्बर कति हो तिम्रो रोल नम्बर 1 तिम्रो नाम के हो अनिकेत अनिकेत के आचार्य आचार्य रोल नम्बर कति रे 1 झिटो बोल्या त हेरे नि हैन नाइस ल राम्रोसँग पढ्ने है बाई बाई के छ मेरो ब्रदर टाढेबाट टाढे गएर मान्छे भन्दैन बन्छ कति दिनमा निकाल खै 5 दिनमा त निकाल्छ 5 दिनहरूमा 2-3 दिनमा निकाल सोध्नुपर्छ त्यहाँ विदेश जानलाई कुन देश विश्वको के गर्न जानु को स्टाफ कति छ सेलरी त्यसको त्यो सेलरी कति छ स्यालेरी यस्तो हो कति घन्टा काम गर्छ कति बेरसम्म बस्ने भन्ने कुरा हो कि आवरली हो कि जेनरली जति कमाइ हुन्छ त्यसको इन्टु गरेर अनि दिने हो कि अनि भाइ कुन देश जानला कतार साउदी मलेसिया कुवेत होइन जुन देश गयो केही छैन समस्या भएन सोध्या चाहिँ जुन देश जानु मिल्छ त्यही देश जानु ए जुन पनि ट्राई गर्ला नाइस ठिक छ नेपाल बसेर अहिले तत्काल अब अलि गाह्रै छ अब 1-2 वर्षपछि सबै ठिक हुन्छ किनकि भर्खर सबले बनाइरह नि ट्राई गरिरह नि त बनाउन अनि अहिले कसैलाई नि आइडिया छैन नेताहरूलाई नि आइडिया छैन कर्मचारीलाई पनि अब के हुँदैछ थाहा छैन 1-2 वर्षमा सेटअप हुन्छ तिमीहरू त्यतिखेरसम्म पैसा लिएर आइसक्छ नि त अनि त्यतिखेरसम्म काम गर्नलाई पनि पाइन्छ कि मैले पनि त्यही भएर अहिले धेरै नसोचेर पसलबाट सुरु गरेँ हो अनि पछि भइसक्यो सबै कुरा हुन्छ भने थाहा तत्काललाई अहिले काम होस् मासुदेखि लिएर माछादेखि लिएर होइन यहाँनिर पेन्टी ब्रादेखि लिएर सबै पाउनु पऱ्यो क्या कहाँ सुपर मार्केटभित्र मैले पछि खोल्न थालेँ हो नि त हेटौँडामा नि हो गाउँमा पनि एउटा रहन्छ अब गाउँमा चाहिँ एउटा स्टाफ जस्तो अब हुन्छ नि आफ्नै घरकै मान्छेहरूलाई एकजना राखिदिने सामान उता पठाइदिने अब अर्जुन दाईको घरलाई युज हुन्छ कि भन्ने सोच छ मेरो हेरौँ अर्जुन दाईले अब त्यो घर बेच्छ कि त त्यो दाईले आफैले भने कि त घर बेच्छु कि त त्यतिकै आफै राख्छु या त कसैले राख्छ भने दिन्छु भन्ने कुरा यता बाइक पनि होइन यस्तो त्यही नै हो मतलब त्यस्तै खालको डिजाइन हो क्या 3वटा फ्लोरमा 3वटै काम हो कि सबै हुन्छ कि त जिम हाउसदेखि लिएर होइन गेमिङदेखि लिएर सामानहरू पाउनेदेखि लिएर होइन A to Z हाम्रै आफ्नै पनि त्यत्रो बारी छ होइन अगाडि
उ गरेर बनाइदिने हो कि सटरहरू राखेर अनि बनाउने हो होइन अब भाडा तिर्नु पर्दैन सामान अब क्रेडिटमा आइहाल्छ अनि के भन्नु 30 दिनलाई मलाई 30 दिन होइन 2 महिनासम्म पनि मलाई दिन्छ उनीहरूले किनकि मलाई अहिले पनि दिइरहेको हो चेक काटिदिएपछि अनि केही नभए 30 दिनमा राखेको सामान 15 दिनमा त गइहाल्छ मलाई उधारसँग मतलब भएन उधार जतिसुकै लगोस् मतलब भएन किनकि गाउँमा कस्तो हुँदो रहेछ नि उधारै लगे पनि त्यो मान्छेहरू त सामान लगे पनि काममा त आउँछ नि त होइन खेतीपाती हुन्छ चाडपर्व हुन्छ अनि त्यही माथि पनि अब खसी बोका बाख्रा जे पनि हुन्छ नि त बेच्नलाई ठिक छ त्यही सामानहरू बेचेर अनि किन्दा नि हुन्छ यतापट्टि नगरपालिका जिल्ला प्रशासन हो नि त मेन आउनुपर्ने हामी भित्र अब झन् राम्रो भयो त अनि 1 नम्बरमै आइपुग्यो लानु महँगो सोधपुछ जाउँ होइन यतै यतै कता हो यता यता अगाडि खासमा चाहिँ तर यहाँ भित्र नि छ क्या अनि 9 बजी खुल्लियो अफिस होइन सोध्नको लागि त के भयो त सोध्नको लागि आयो नि त सोधेर अनि त्यहाँ टिकट लिएर जान पाइयो नि त मान्छे आउँदैछ बाहिरभित्र सोध्नु अथवा भित्र जाउँ भएछ न नगरपालिका है जिल्ला प्रशासनमा मेन यही हो यहीँबाट थाहा भयो सबै यहाँ जति पनि छ नि मेन यही हो यहाँबाट भयो भने ओके मात्रै यहाँभन्दा बाहिर गयो भने ओके हुँदैन अब हामी जम्मै अनलाइन फर्म भएर अब अनलाइन फर्म भर्ने होइन अनलाइन फर्म भरेर अनि 12 बजीभन्दा अगाडि पुग्नु पऱ्यो कि भाइ 9 बजी 10 11 12 3 2.5 घन्टा पुग्दैन 3 घन्टामा त्यो अगाडि चाँडो हुन्छ कि 150 कति लिन्छ हामीले पनि त्यहीबाट भयो डकुमेन्टहरू जति पनि खुलेको चाहिँ हुनु पऱ्यो बन्द हुनु भएन त्यति भित्र मान्छे छ किन नहुनु अनि दिदी यो हाम्रो जुन अहिले यहाँ फर्म भरिसकेपछि त अब आज के भयो बिहिबार है आज त्यो साँच्ची यो कभरलाई कति पर्छ यसलाई अनि योभन्दा सस्तोवाला चाहिँ आउँदैन मतलब मसँग छ कि पसलमा हामीले कति बेच्ने थाहा थिएन कि मैले हिजो 50 रुपियाँ भनेको होइन 30 रुपियाँ गरिरहेको थिएँ कति पर्छ यसको बाहिर चाहिँ बाहिर 50 हो यहाँ चाहिँ 50 हो